तर यसरी सिक्किम दार्जिलिङलाई एक गर्ने विषय लिएर यो फेदना टुप्पाको दाजु हामीलाई पनि रहर छैन सिक्किमसँग गाँसिने, हामीलाई यति पनि रहर छैन, हामीलाई वास्तै छैन सिक्किमसँग। त्यसैले म बिन्ती गर्छु गोर्खाल्यान्डको बारेमा तपाईँहरूले गोर्खै भएर यसरी नबोलिदिनु होला। तपाईँहरूको सिक्किम छुट्टै हो, तपाईँहरूको लडाइँ नै होइन गोर्खाल्यान्ड। तपाईँहरूलाई के थाहा छ गोर्खाल्यान्ड भनेको के हो भनेर? तपाईँहरूको म रेस्पेक्ट गर्छु, सिक्किमवासीहरूको म रेस्पेक्ट गर्छु, किन तपाईँहरूको लडाइँ नै होइन क्या यो। तर दुःख लाग्छ तपाईँहरू एकजना गोर्खे सन्तान भएर तपाईँहरूले यस प्रकारले सोसियल मिडियामा बोल्दै हुन्छ कि हामी भिख माग्दैछौँ, हामी दार्जिलिङ तराई डुवर्सको मान्छेहरूले सिक्किमसँग मर्ज भएर आफ्नो गोर्खाल्यान्ड बनाउने हामीले यो सपना देखेको जस्तो तपाईँहरूले जुन चाहिँ देखाउँदै हुनुहुन्छ नि, यस कुरामा चाहिँ दाजु मन दुखिरहेछ। आज हाम्रो हजारौँ दिदीबहिनीहरूले, हजारौँ दाजुभाइहरूले आफ्नो प्राणको बलिदान सिक्किमसँग गाँसिएर गोर्खाल्यान्ड बनाउनुको लागि दिएको थिएनन्। आज एकजना यो हर्कबहादुर ज्यू बोलाएर सबै गोर्खे सन्तानहरूलाई यसरी तपाईँहरूले जे पाइ त्यही भन्न पाउनुहुन्न दाजु। म सबै सिक्किमे जनताहरूलाई म बिन्ती गर्छु, हामीलाई यति पनि रहर छैन सिक्किमसँग गाँसिने, किनकि यो लडाइँ तपाईँहरूको होइन। तपाईँहरूलाई थाहा नै छैन गोर्खाल्यान्डको इमोसनल हामी तराई डुवर्समा बस्ने गोर्खालीको लाइन के हो भनेर। हामीलाई अझै पनि याद छ 107 दिनको आन्दोलन, हामीलाई अझै पनि याद छ। घरबाट बाहिर निस्किन सक्थेन, तीर कता बन्दुक चल्थ्यो, सबै सहेर आएको थियौँ हामीले। र त्यो लडाइँ हाम्रो सिक्किमसँग गाँसिनुको लागि होइन त। आज यिनीहरू भुक्दैछन् कि सल्युसन अरे सिक्किमसँग गाँसिएर गोर्खाल्यान्ड बनाउने। त्यसो भए यदि सेन्ट्रल गभर्मेन्ट र स्टेट गभर्मेन्टले यदि हामीलाई सेपरेट गर्नु खोज्दैछ भने हामी किन सिक्किमसँग गाँसिनु त? हाम्रो आफ्नै गोर्खाल्यान्ड होस् न त। हर्कबहादुरज्यू, म एउटा क्वेसन गर्न चाहन्छु। आज तपाईँले भन्दै हुन्छ दार्जिलिङ जुन चाहिँ गोर्खाल्यान्डको जुन चाहिँ हाम्रो एरिया म्याप छ, त्यो म्यापलाई सिक्किमसँग गाँस्नुको निम्ति तपाईँ प्रयास गर्दै हुन्छ, यो एउटा सल्युसन अरे। ठिकै छ, तपाईँको भनाइअनुसारले या त सेन्ट्रल गभर्मेन्टले र स्टेट गभर्मेन्टले हामी गोर्खाल्यान्ड दार्जिलिङ र तराई डुवर्सकोहरूलाई छोड्नु आँटेको छन्, हामीलाई सेपरेट गर्नु आँटेको छन्। यदि हामीलाई सेपरेटै गर्नु आँटेको छन् भने हामी किन सिक्किमसँग गएर जबरजस्ती गाँसिनु जानु? जबकि सिक्किमको एउटा जनताले पनि हामीलाई चाहेको छैन कि हामी तराई डुवर्समा बस्ने, पहाडमा बस्ने गोर्खे सन्तानहरू गएर सिक्किममा गएर गाँसिनुको निम्ति हामी किन जबरजस्ती हामी त्यहाँ पाहुना भएर जानु खोजेको? यदि हामीलाई सेपरेट गर्छ नै भने हाम्रो आफ्नै गोर्खाल्यान्ड दियोस् न त। तपाईँहरूले फेरि एउटा मुद्दा निकालिदिनु भयो सिक्किमसँग गाँसेर गोर्खाल्यान्ड। यदि हामीलाई एक्स्ट्रा अलग्गै गर्छ भने, हामीलाई छुट्याउँछ नै भने पश्चिम बङ्गालबाट, हामी किन त्यो सिक्किमसँग गाँसिनु जानु? उहाँहरूको आफ्नै संविधान छ, आफ्नै कानुन छ, उनीहरूको आफ्नै कल्चर छ। हामी गोर्खा भए पनि हाम्रो कल्चरले पनि उहाँहरूले अलवेज आफूलाई सबैबाट टाढो राख्नुभएको छ। उहाँहरूको सिस्टम बेग्लै छ र आज हामी भिख मागेको जस्तै भइरहेछ कि हामीलाई सिक्किमसँग गाँच्नु नलिनु भनेर हाम्रो मजाक भइरहेछ। र यसमा सिक्किमवासीको यति पनि गल्ती छैन, किन यो उहाँहरूको लडाइँ नै होइन। कति दिन यसरी आफ्नै जातिभाइहरूलाई ठग्नुहुन्छ हौ हर्कबहादुरज्यू, कति दिन यसरी आफ्नै मान्छेहरूलाई ठगेर पैसा कमाउने कोसिस गर्नुहुन्छ। तपाईँले सल्युसन भन्नुहुन्छ, यति त हामी पनि बुझ्छौँ। यदि सेपरेट हुँदैछ भने नै दार्जिलिङ, कालिम्पोङ, कर्सियङ यिनीहरू सबै सेपरेट, तराई डुवर्स सेपरेट हुँदैछ भने हामी सेपरेटै बसौँ न त। हामीलाई सिक्किमसँग जबरजस्ती किन साइनो गाँस्नु जानु? जबकि उहाँहरूले हामीलाई चाहनु नै हुन्न भने, उहाँहरूले यति पनि चाहनुहुन्न कि सिक्किमसँग यो दार्जिलिङ तराई डुवर्स आएर गाँसियोस् भनेर। मजाक बनिरहेछ आज पुरा सोसियल मिडियामा, गोर्खाल्यान्डको मजाक बनिएको छ, गोर्खाहरूको एउटा सपनाको मजाक बनिँदैछ। र त्यसको पछाडि एकमात्र तपाईँ कारण हुनुहुन्छ हर्कबहादुरज्यू, एकमात्र कारण तपाईँ हो। आज सिक्किमबाट पनि हामीलाई मजाक उडाइँदैछ, सिक्किमबाट पनि नाना थरी भनिँदैछ। आज यो मजाक उडाउने कारण, यो मजाक बनिने कारण नै तपाईँ हो। तपाईँको स्टेटमेन्टले गर्दा आज पुरा इन्डियामा आज गोर्खे सन्तानहरूको मजाक बनिएर रहेछ। भिडियो राम्रो भयो भने तपाईँहरूले सबैसँग सेयर गर्नु र तपाईँहरूले के सोच्नुहुन्छ प्लिज कमेन्ट सेक्सनमा भन्नु होला। जय गोर्खा, जय हिन्द, वन्दे मातरम, भारत माता की जय।